के हल्ला लेख्यो भने तपाईँलाई चाहिँ 13 बल चाहिँ हर्के हल्ला भनेर लेख्नु मन पर्ने होइन। अब 13 बल चाहिँ हल्ला भनेर लेख्न मन पर्ने तपाईँहरूलाई लेख्ने, अब चाहिँ त्यसो गर्नु हुँदैन होइन। फेरि पछि चुनाव आउने बेला फेरि त्यतिखेर चाहिँ लेख्नुपर्छ। अब चुनाव सक्यो नि त, अब पनि त के भनिराख्नु, अब फिनिस त भइसक्यो होइन। फेरि चुनाव जब आउने गर्छ नि 6 महिनापछि फेरि त्यो सुरु। मजा त त्यहाँ आउँदो रहेछ नि त। हामी त अब दौडिने हो, फर्स्ट भइन्छ कि अब भन्नेमै दौडिने हो सबै। तर पैसा लगाउनेमा हुन्छ नि त त्यहाँ भनेको जस्तो क्या, त्यो होर्स रेसमा हुन्छ नि, के भन्छ त्यसलाई, अलिक शब्द चाहिँ ठ्याक्कै याद भयो, त्यस्तो जस्तो रहेछ। अनि गाली गर्नु मनपर्ने होइन, गाली गर्नु मनपर्ने। मलाई पनि त्यो गाली गरेको भनेको त्यो तपाईँको चाहिँ नि ती पार्टीहरूको ठुलो मान्छेले त गाली गरे होइन, ती पार्टीहरूको मतदाताले गाली गरे होला होइन।